साथीहरु यो के हो ल भन्नु यो के हो ल भन्नु त म यसको अचार बनाएर हजुरहरुलाई देखाउँछु यो मेरो बारीको टमाटरको रुख हो है यसको अचार बनाउँछु अनि हजुरहरुलाई देखाउँछु यो रुख टमाटर अब यसको अचार बनाएर देखाउँछु यो चाहिँ गुलाबको फूल मेरो आफ्नै बारीको यो पिनेर राख्न लाको यो चाहिँ टमाटर यसको अचार बनाएर देखाउँछु ल साथीहरु यसरी त्यो टमाटरको अचार तयार गरे हैन यो चाहिँ आफैलाई खानलाई हो अब 5-6 दिनमा खान हुन्छ हैन साथीहरु अब यो अचार तयार भयो हजुरहरुको पनि बारीमा टमाटर छ भने यसै गरी अचार बनाउनु अनि खानु बाइ बाइ